अन्त गरिमै भएको थियो अस्ति पनि गरिम भएको थियो के घाम पुसमा यतिको नभए के को पुस जेठ असारमा गरिम के को गर्मी त्यो महसुस हुनु पर्यो के मान्छेले ल साथीहरू सबैजनालाई गुड मर्निङ। अनि आजको मौसम हेर्नुहोस् कस्तो छ। आजको मौसम चाहिँ निकै च्यालेन्ज दिइरहेको छ है। ल उहाँ चाहिँ हाम्रो दुध छोडाउनु भएको दिदी अनि यतातिर चाहिँ डेरीवाला दाइ चाहिँ गइसक्नु भएको छ। अनि आएको थियो मैले सबै काम भइसकेको छ। अब घरतिर फर्किनु पर्ने हुन्छ। आजको मौसम चाहिँ यस्तो छ। दिदी हेर्दै हुनुहुन्छ। ल हस् जम्मा पानी परेछ। हुस्सु हो कि पानी हो कि मेसेज छैन है। ल मेरो घरतिर चाहिँ यो बाटो जान्छ। ल साथीहरू म चाहिँ मिलमा जानु लाग्यो भुस्नको लागि साइकलमा जानु लाग्यो। अनि कुखुरा छाउन लाग्यो। त्यो कुखुरालाई एकदमै चिसो भएको छ कि यो अहिलेको यो मौसमले गर्दा झन् चिसो भएर है। अनि एकदमै त्यो बस्दाखेरि पनि सुत्दैन एकदम गाह्रो छ। त्यो भएर चाहिँ म चाहिँ भुस्लिन जानु लागेको। ल यस्तो छ आजको मौसम चाहिँ। आम्मामा पुरै यो ल हेर्नु त रोडमा पनि पुरै बाटोमा पनि पुरै यो हुन्छ नि हुस्सु हो कि पानी हो कि गाह्रो छ साथीहरू गाह्रो छ। ल म चाहिँ साइकलमा छु। पुरै हुस्सु झरेर पुरै हानेको छ कि अनि त्यो पानी जस्तो के सिमसिम पानी हुन्छ नि साथीहरू पानी हुन्छ नि त्यस्तै आइरहेको छ कि अब झन् जाडो हुन्छ कि बुझ्नु चाहिँ त्यस्तै छटकाट ल्याउँदैछ साथीहरू। जाडोमा सबै बस्नु होला है ल मिल चाहिँ खोलेको रहेनछ तर हेरौँ उठ्छ कि नै माथि नै हुनुहुन्छ कि घर चाहिँ यहीँ हो कि मिलवाला ड्राइभरको तर खोल्छ होला नि एकछिनमा। मिल चाहिँ खुल्दैछ है। यसले तान्नुपर्छ ए भाइ अझै माथि गर्नुपर्छ हो झर्छ कि त्यो कुखुरालाई बिसाउनलाई भुस लानु पऱ्यो भनेर कि त्यो एकदमै जाडोले गर्दा ट्याक्क भयो 10 किलो। ल साथी म चाहिँ अब फर्किसकेको छु। अनि मिलवालाको ड्राइभरको श्रीमतीले ढोका खोलिदिनु भयो जस भुस ल्याउन सफल भयो। अनि म त उठ्दैन कि क्या हो जाडो छ भनेर सोचिरहेको थिएँ धन्न उठ्नु भयो है। ल म चाहिँ घरतिर हिँडेको। अनि मैले साइकल चलाउनु चाहिँ चाहेन कि किनभने हेर्नु न अगाडि यस्तो छ बाटो अनि यस्तो पुरा चिप्लेटी खेल्ने जस्तै लाइक भयो। अनि मेरो पछाडिको बोराको स्टाइल नि त्यस्तो भयो त्यसो राख्न मिलेन किनभने दोरी कच्चा भयो कि त्यो भएर म चाहिँ अलि हिँड्दै जान्छु किनभने नजिकै छ नि त खासै टाढा छैन कि त्यो भएर म चाहिँ हिँड्दै जाने भनेर सोचेँ विचार गरेँ है। अनि ल हुन्छ नि त घर गएर एकैचोटि भेटौँला भन्दै अहिलेलाई चाहिँ बाई। म चाहिँ आइसकेको छु। अब मैले बोरा खोलेर कुखुरालाई बिछाउनु दिन पर्ने हुन्छ। ल यस्तो छ बिचरा कति जाडो भएको होला अच्छा जाडोमा ल साथीहरू यहाँ एउटा कुखुरा नि मरेछ कि चिसोले त होला नि सायद काट गयो सिलिसक्यो डन्डी होइन अयो जुन चाहिँ शीतल क्या मारा क्यों मेरा देखो ना पलक पलक लो क्या यार ओ नानी यहाँ आइज त यहाँ आइज त इन्डियाले भुस्ला यसो ज्याकेट हातले क्या यो भुसले छोसन भुस खै यो माथि छ मैले चाहिँ घटाइदिनु न मैले झ्याउ नि त मैले ल साथीहरू मम्मी चाहिँ त्यहाँ कुखुरा गाड्न भन्दा लाँदैछ कि मलाई चाहिँ घिन लाग्छ कि छुन हो ठुल्छुरी त्यहाँ खनेर राखेको छु उयो कस्तो राम्रो देखेछ है। ल साथीहरू त्यहाँ कुखुरा गाड्दै चाहिँ सानो चला मरेछ कि बिचरा भयो होला मेरो एउटा कुखुरा मऱ्यो। यहाँ अर्को कुखुराले फेरि यहाँ बच्चा निकाल्दै रहेछ। घरको काम के खिचरिङ मिचरिङ घरको काम भनेको यस्तै हो कि घरमै अल्झै बस्यो है। काम केही देखिँदैन काम पनि देखिँदैन फुर्सद पनि छैन भनेको यस्तै हो। ठुलो ल साथीहरू म चाहिँ साग रोप्नलाई जानु आँटेको है।
अरू सबले खाइसक्यो होला म चाहिँ भर्खर सार्न आँटेको छु सागलाई कतातिर सार्ने हो भन्ने कुरो चाहिँ हो कि अब यहाँ ठाउँ हेर्नुपर्छ ठाउँ चाहिँ खासै छैन सबै प्याक भइसकेको छ ठाउँ भनेको अब यति हो कहाँनिर सार्ने त्यहाँ अस्ति सारेको छ यो तोरीको साग अझै भाँने उखाल्ने जस्तो अब यहाँ हल्का ठाउँ बनाएर यतै सारिदिन्छु है साथीहरू म चाहिँ खनेर अब यहाँ यसै राख्नु पर्ने हुन्छ किनभने मेरो अरू जग्गा छैन रुगाले साथीहरू बोल्नु नि अप्ठ्यारो भयो म बोलेको त खासै बुझ्दैन पो किनभने रुगाले गर्दाखेरि नाक पनि पुरै टालेको छ क्या यो सिगान पनि जति फाल्यो त्यति निस्किन्छ चाइनिज साग हो क्या फेरि मलाई फाल्नु चाहिँ एकदमै टिठ लाग्यो यसलाई म जसरी पनि सारिहाल्छु भन्ने मेरो विचार चाइनिज साग चाहिँ फाल्नै हुँदैन किन भन्दाखेरि भात खाने बेलामा चट्ट त्यो सालड खाना हुन्छ त्यही भएर त्यसको अचार खाए पनि भयो ठिचेर है ओखलमा ठिचेर नत्र भने त्यसलाई स्यालेड जस्तै बनाएर खाए पनि भयो काँचै मजाले धोएर होइन त्यही भएर फाल्नु हुँदैन क्या यो चाइनिज साग भन्ने कुरा चाहिँ बिल्कुल नखाने साथीहरू एकदमै राम्रो हो कि यो त्यही माथि यो सागको आइटम चाहिँ मलाई एकदमै मनपर्छ चाहे चाइनिज होस् चाहे नर्मल होस् तोरीको साग चाहिँ मैले टिप्थेँ कि एकदम मसिनो भुसुना छ कि त्यो भएर चाहिँ मैले नटिपेको है फेरि एकदमै मसिनो छ क्या अनि त्यही भएर यसैमा खनिदिएँ क्या मैले अस्तितिर टिपेको अलिकति मिक्स गरेर खाएको कति लामो भयो कि अनि लामो त होइन कि मान्छे छोटो भएपछि सबै कपडा ठुल्ठुलो हुँदो रहेछ क्या साथीहरू मान्छे चाहिँ छोटो हो कपडा लामो भन्दै मान्छे छोटो बिचरा के कपडालाई दोष दिने है ल मेरो चाइनिज साग मेरो ठाउँ छैन त्यही भएर म डबल टिर्बल एकै ठाउँमा रोप्ने वाला छु अब तराईतिर कहिलेकाहीँ वर्षमा एकचोटि हुँदाखेरिको जाडो यस्तो खटाउन सक्दैन भने पहाडतिर झन् 12 मास हुन्छ क्या उतातिर हुन त अब बानी परेको नि हुन्छ है आफू जस्तो ठाउँमा हुर्क्यो त्यही अनुसारकै शरीरले पनि खटाउँछ हामी तराईमा हुर्किनेहरू वर्षमा एकचोटि आएको जाडो पनि खटाउन नसकेर अन्त यो नाक त नि के भएको यस्तो ड्याम्मै त्यो बाट लगाएको कुलोको पानी जस्तै भएर बसेछ नि यो माटो पट्टाको के साथीहरू अनि यसमा त्यो भएर पहिलो माटो खासै नफुट्ने क्या फुटाल्दा नि त्यही माथि झन् अहिले सिट गरेर यो मौसम त्यस्तै भएर चिसो जमिन त्यही माथि यो गिलो भन्नाले यो च्याका हुने माटो साथीहरू मैले चाहिँ यहाँ के लगाएँ यस्तो भयो मैले लगाएको चाहिँ मेरो चाइनिज साग हो एक ठाउँमा 2-3वटा लगाइदिएछु कि ल मसँग जग्गा छैन कि धेरै त्यही भएर मलाई अलिकति गरेर मिलाउनु पर्ने हुन्छ ल साथीहरू 2-3वटा ठाउँ मैले यहाँ बनाउनेवाला छु अनि यहाँ चाहिँ अलिक राम्रो माटो रहेछ यहाँ बढ्नेवाला छ 2-3वटा कालो माटो रहेछ यहाँ चाहिँ बुरु यो चाइनिज साग हो के चाइनिज साग मम्मी चाइनिज साग यो यस्तोवाला के चिल्लोवाला पत्ता हुन्छ नि यस्तो उयो दिदीकोबाट सारेको के दिदीकोबाट सारेको के ल साथीहरू सबैजनालाई फेरि पनि स्वागत छ भन्दै अनि अब हामी चाहिँ क्यारल खेल्न जानु आँटेको अनि मैले चाहिँ यहाँ मेरो ओरिजिनल भोइसले चाहिँ मैले यतिखेर रेकर्ड गर्दै गरेको भोइस चाहिँ मैले म्युट गर्नुपर्ने भयो किनभने कपिराइट लाग्यो क्या मैले ट्राई गरेँ त्यही कपिराइट लाग्यो अनि त्यो भएर मैले यसलाई अफ गर्नुपर्ने भयो किनभने ब्याकग्राउन्डमा म्युजिक बज्दै थियो कि त्यहाँतिर अनि त्यो भएर है अनि अब हामी चाहिँ क्यारल खेल्न जानु आँटेको है क्यारल चाहिँ के हो भन्दाखेरि चाहिँ अब क्रिसमस आउँदैछ नि त अनि त्यो भएर त्यसैको खुसियालीमा हामी क्यारल खेल्न अब हामी प्रत्येक घर दैलो गर्दै हामी जानु आँटेको त्यसलाई चाहिँ मैले ब्ल्याङ्केट जस्तो मैले ज्याकेट लगाएँ किनभने राति 12 पनि पर्न सक्छ भनेर चाहिँ मैले बाक्लो ज्याकेट लगाएर निस्केको थिएँ ल साथीहरू हामी चाहिँ पहिलो एउटा घरमा खेल्यौँ यहाँ चाहिँ ट्याक्कै यो घरमा चाहिँ हामी लाइट नभएको भएर यस्तै अँध्यारोमा हामी खेल्यौँ है अनि आफैले मुखले गाएर हातले बजाएर अनि यहाँ केही पनि हामी बजाउनु पाएनौँ ल साथीहरू हामी चाहिँ यो घरमा अब फेरि अर्को घरमा आइसकेको छ अब यसमा चाहिँ अब स्टार्टिङ गर्नको लागि चाहिँ यसमा चाहिँ केही कुराहरू रेडी गर्नुपर्ने हुन्छ ल साथीहरू यतिखेर चाहिँ मेरो सानो छोरी नाचेर चाहिँ उदुङ थियो क्या अन्त रुगा लगाएर कस्तो बोल्न चाहिँ बिलेखेर मलाई चाहिँ अनि मेरो स्पष्ट आएर भने चाहिँ एकदमै सरी भन्छु ल शब्दहरू ल यतिखेर पनि मैले म्युट गर्नुपर्ने भयो किनभने यो कुरो सबै गीतमा कपिराइट लाग्छ त्यो भएर चाहिँ है अनि यसमा पनि मैले म्युट गरेँ अब यो चाहिँ हाम्रो फाइनल घर थियो है फाइनल लास्ट घर थियो अनि यसपछि चाहिँ हामी घर जानुपर्ने हुन्थ्यो आजको लागि चाहिँ यति नै प्याकअप गरेर हामी चाहिँ
जाने भएर चाहिँ लास्ट यो फाइनल घरमा चाहिँ हामी सबैजना मिलेर नाचेको थिएँ है। मलाई चाहिँ नाच्नु आउँदैन बिल्कुल, मलाई चाहिँ नाच्नु आउँदैन, जस्तो म हल्लेको मात्र है, मलाई चाहिँ नाच्नु आउँदैन, त्यही भएर मलाई मिल्न चाहिँ नगर्नु ल। अनि नाच्नु आउँदैन जाडो थियो, अनि हल्का चाहिँ मेरो ठुलो छोरी थियो है, अनि ऊ चाहिँ नाच्दैन, म घरमा हुने ल हुन्छ साथीहरू, अहिले चाहिँ यति नै भयो, बाई।